तपाईँहरूको जग्गाको राजनीति बाँड्दै सरकार ढलिहाल्यो नत्र त दिइहाल्थे भन्दै पटक पटक झुटा कुरा गर्दै पनि आयो। हामी तपाईँलाई आश्वासन बाँडेर झुटा कुरा गर्दैनौँ। तपाईँहरूले भोगिरहेको समस्या हामीले पनि भोगिरहेको समस्या हो। यो तपाईँको मात्रै समस्या होइन, मेरो मात्रै समस्या होइन, हामी सबैको समस्या हो। यो बाटो किन यस्तो छ? हाम्रा केटाकेटी किन रोगी छन्? हाम्रा केटाकेटीले कम खर्चमा अथवा निःशुल्क सरकारी स्कुल किन पढ्न पाउँदैनन्? हामीले केही गर्न खोज्दा किन सफल हुँदैन? यो प्रश्न अब संसदमा उठ्नुपर्छ। तपाईँहरूले जति धारिला कुरा मनमा सोच्नु भएको छ, जति दुःख भोग्नु भएको छ, ती हरेक कुराको हिसाब खोज्ने गरी संसदमा प्रश्न उठ्नेछ। त्यो म उठाउँछु, मेरो जिम्मा भयो। तपाईँहरूले केवल 2 भोट घन्टीलाई दिनु होला। यदि यी प्रश्नहरू उठाउन आवश्यक छन् भन्ने लाग्छ भने, यो प्रश्नहरू पुरानाले उठाएनन्, आफआफ्नो गोजी गरे, आफआफ्नै ठुला कुरा गरे भन्ने मात्रै लाग्छ भने नयाँलाई एकपटक विश्वास गर्नु होला। यो पटक गर्न सकेन भने अर्को पटक अर्को बहादुर आउँछ, अर्को नयाँ आउँछ, उसले झन् अगाडि बढाउँछ। त्यो गर्न सक्ने ठाउँ छँदैछ। त्यही भएर पुरानालाई सजायदिन पनि, पुरानाबाट चल्दैन, अब तिमीहरूबाट चल्दैन, हामीलाई नयाँ चाहिन्छ भन्नका लागि पनि नयाँलाई भोट दिनु होला, घन्टीलाई भोट दिनु होला र भोट नबाडिदिनु होला। 2टा भोट दिनुपर्छ हरेक मान्छेले, एउटा समानुपातिकमा, अर्को प्रत्यक्षमा। 2टै भोटमा सिधा दाहिनेतिर हेर्नु हो भने 4थो नम्बरमा घन्टी देखिन्छ। घन्टीमा 4 कुना मिलाएर चिन्हलाई नछाएर कोठाभित्र पर्ने गरी घन्टी चिन्हमा छाप हालिदिनु होला। यति परिवर्तन तपाईँले गर्नुभयो भने, त्यो मत परिवर्तन तपाईँले गर्नुभयो भने त्यो सामान्य कुरा हो भन्ने तपाईँले नमान्नु होला। त्यो सामान्य कुरा हुँदै होइन। गलत गर्नेहरू, राम्रो काम नगर्नेहरूलाई सबैभन्दा ठुलो झापड त्यही हो, सबैभन्दा ठुलो गाली त्यही हो। कठालोमा समातेर पछार्ने भन्छन् नि, ठ्याक्कै त्यस्तै हो। तपाईँले चिन्ह परिवर्तन गरेपछि तपाईँको आक्रोश, नयाँप्रतिको तपाईँको माया, तपाईँले गर्न खोजेको परीक्षा सबै त्यही चिन्ह हो, त्यही छाप हो, त्यही भोट हो। त्यो भोट दिनु होला। हामी सबै यो परिवर्तनमा सँगसँगै अगाडि बढौँ। यति भन्दै आउँदो फागुन 21 को निर्वाचनमा घन्टीमा 2 छाप लगाइदिनुहुन्छ भन्ने विश्वासका साथ हामी यहाँबाट जाँदैछौँ। तर हामी आउने काम सकिँदैन, हामी पटक पटक आउनेछौँ।